आजको छलफलको मुख्य उद्देश्य चाहिँ एउटा के भने अब संसदमा हामी जसरी प्रस्तुत भइरहेका छौँ त्यो संसदमा प्रस्तुत हुने विषय त्यहाँको प्रस्तुति यी सबै विषयहरूमा अलिअलि कता कता आम नागरिक तहबाट पनि प्रश्नहरू आइरहेको पार्टी पङ्क्तिले पनि अलिकति छलफल गर्नुपर्छ कि भनेर हामी सबै एउटै पेजमा त हुनु पर्यो नि त। त्यसले गर्दा त्यसलाई केही असन्तुष्टिहरू छन् कि सरकारका विषयलाई लिएर मन्त्रालय मन्त्री या कसैको विषयमा केही छ कि भनेर हामीले आन्तरिक छलफलहरू गऱ्यौँ ताकि संसदको मर्यादा कायम गर्ने जिम्मेवारी पनि हाम्रो रहन्छ। त्यस अर्थमा चाहिँ संसदमा मर्यादित ढङ्गले प्रस्तुत हुने संसदमा उठ्ने विषयवस्तुहरू आम नागरिकको जीवनसँग जोडिएका विषयहरू हुने यी सबै यावत कुराहरू जति पनि छन् त्यसलाई चाहिँ एकैपटक छलफल गर्ने र छलफल गरिसकेपछि अब एउटा बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि जाने भन्ने विषयमा आज छलफलपछि चाहिँ अब संसदमा चाहिँ सांसदहरू मन्त्रीहरूको काम कारबाही चाहिँ अलिकति मर्यादित भएर शिष्ट भएर जान्छ भन्ने हो। यसलाई अझ राम्रो अझ परिष्कृत गरौँ भनेर हामी गएको हुनाले कहिलेकाहीँ बेला बेलामा ओरिएन्टेसन छलफलहरूको आवश्यकता पर्छ नै पर्छ। त्यसकारणले केही छुटपुट कहीँ कतै कुनै अप्ठ्यारो भयो कि छुटपुट त्यस्ता देखिरहेका छौँ नि हामीले त्यसलाई पनि अझ समयमै सम्बोधन गर्न सकियो भने पक्कै पनि संसदलाई थप मर्यादित बनाउने जिम्मेवारी हाम्रो भए हुनाले त्यसलाई अझ थप हामी कुनै अमर्यादित भएको बिग्रेको खतम भएको भन्ने हिसाबले होइन तर नहोस् भोलि भन्नका लागि पनि कहिलेकाहीँ अगाडि नै प्रिभेन्सन इज बेटर देन क्योर भने जस्तो अगाडि नै छलफल गर्दै गयो भने थप मर्यादित बनाउने हाम्रो प्रयास हो। मन्त्रीहरूको कामलाई लिएर चाहिँ अलिकति असन्तुष्टि उठेको छ। सांसद विपक्षीले भन्दै नै भयो के मन्त्रीहरू चाहिँ चेन्जमेन्ट गर्ने परिवर्तन गर्ने सम्भावना छ राष्ट्रपाले? बिल्कुल छैन। कुनै पनि मन्त्रालय मन्त्री उहाँहरूको इन्टायर 100वटा काम गर्नुभएको छ भने एउटा दुईटा चारवटा पाँचवटा काममा प्रश्नहरू आउनु भनेको स्वाभाविक हो। त्यसलाई हामी अस्वाभाविक लिँदैनौँ र राष्ट्रसभाभित्र आफ्नै दल भए तापनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ। तपाईँले देख्दै आउनुभएको छ हामी गर्छौँ प्रश्न गर्ने हाम्रो एउटा परिपाटी पनि छ। त्यसैलाई नै सम्बोधन गर्नको निमित्त हामीले छलफल राखेका हौँ। यसको अर्थ कुनै मन्त्री फेर्ने बिल्कुल छैन, कुनै त्यस्तो तयारी पनि छैन, त्यस्तो कुनै छलफल पनि छैन। हामी बिचको कुनै कहिलेकाहीँ तपाईँहरूलाई रमाइलोको लागि लेख्ने पनि हुन्छ दुईजना बिचको धारै अलग छ कि क्या झडै परेछ कि क्या भन्नुहुन्छ त्यो तपाईँहरूको समाचारले चाहिँ हामीलाई अझ बढी नजिक ल्याउनु चाहिँ मद्दत गर्छ। त्यस कारणले यस्ता समाचार लेख्न नरोक्नु होला। यसै सम्बन्धित तपाईँले दिएकै अभिव्यक्तिसँग जोडौँ ठ्याक्क सन्दर्भ मिल्यो कि प्रधानमन्त्रीले के भन्नुभयो भने म एक्लो छु एक्लै लडिरहेको छु भन्नुभयो। अर्को कुरा तपाईँहरूले महाधिवेशन भयो अहिलेसम्ममा पदाधिकारी र केन्द्रीय सदस्यहरू चाहिने तपाईँहरूले चाहिने त्यो मनोनित गर्न सक्नु भएन, त्यसलाई पूर्णता दिन सक्नु भएन कार्य समितिलाई भनेको उतापट्टिबाट नाम आएनन् यता र उता भन्ने भइसक्यो कि तपाईँहरूको। अब हामीले कहाँ रमाइलाका लागि ल म भन्छु है त एउटा कुरा प्रधानमन्त्रीले लेख्नुभएको विषय उहाँ त एउटा पोएट पनि हुनुहुन्छ एउटा कलाकार पनि त हो नि त एउटा कविको आज यत्रो भिडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ। कति मान्छे हुनुहुन्छ तपाईँहरू त्यस कारणले त्यस्तो त्यो हामीले सोचे जस्तो हो कि हरेक शब्दका अर्थहरू खोज्न गयो भने त्यसको राजनीतिक अर्थ भन्ने नै होइन नि। यदि सिङ्गो पार्टी छ यहीँसँगै उभिएको छु यहीँसँगै उभिएको छु यहाँ पार्टी सिङ्गो उभिएको छ कहाँ हुनुहुन्छ त्यो एक्लो त्यो अर्को अर्थमा तपाईँले त तान्नुभयो त्यो पनि त्यसमा अब साथीहरू एउटा कुरा त्यो छ साथीहरूको चाहिँ जस्तो केन्द्रीय समितिलाई परिपूर्ण गर्ने कुरा भनेको यो 5 वर्षभित्र गर्ने कार्य हो। यो हामीले 5 वर्षभित्र गर्ने कार्य भएको हुनाले साथीहरूलाई के बताउन चाहन्छु भने हामी यताको उताको नाम आउने कतैको पनि छैन। रासोपा एक हो। हामीले महाधिवेशन पछाडि समायोजनलाई समाप्त गरिसकेको हुनाले यो एउटा सभापतिलाई विधानले दिएको अधिकार अनुसार योग्य साथीहरूलाई क्रमशः ल्याउँदै जाने सिलसिलामा हामी छौँ। भोलि 4 जना गरौँला, पर्सि 5 जना गरौँला, अर्को दिन 10 जना गरौँला। उसले कसैले नाम दिने नै होइन, पार्टीले छलफल गर्ने हो। मलाई प्रस्तावहरू विभिन्न साथीहरूले गर्नुहुन्छ। कुनै अर्को ठाउँले हामी दुईटा धार छौँ अथवा यता पक्षले दिने भन्ने त्यो बिल्कुल त्यसलाई कम्प्लिटली खारेज गर्नु होला। त्यो समस्या कस्तो छ भने यो हामी पुरानो राजनीतिक अभ्यासमा सानो केही घटना भयो भने त्यसको राजनीतिक अर्थ खोज्ने बानी भएको हामीमा त्यो छैन। हामी नापेर जोखेर कुराकानी गर्दैनौँ। कहिलेकाहीँ हामीले गरेको कुराहरूले राजनीतिमा अलग अर्थ लाग्ने गर्दथ्यो पहिला। यिनको पनि बिग्रियो कि यिनको पनि सिद्धियो कि भन्ने तपाईँहरूलाई लाग्न सक्ला। त्यो साँच्चै नै मैले तपाईँलाई भनेको कुनै किसिमको समस्या छैन। हामीमा कुनै किसिमको
कन्फ्युजन पनि छैन। हामीलाई जनताले दिएको म्यान्डेटमा हामी स्पष्ट छौँ। यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन, इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको बाचा हो। यहाँ यस्ता सामान्य कुराहरूले यत्रो राजनीतिक कमिटमेन्ट, यत्रो पोलिटिकल कमिटमेन्ट, यत्रो हिस्टोरिक कमिटमेन्ट, यसो बिग्रियो सम्बन्ध, त्यो घरमा चाहिँ नि साथीभाइसँग सानो एउटा कुरामा कुरा नमिलेर परिवारसँग जिस्किएको चलेको विषय हो र यो चल्ने विषय पनि होइन, चलाउने विषय पनि होइन साथी। यो सेन्सिटिभ विषय हो। हामी यसको सेन्सिटिभिटी बुझ्दछौँ, यसको संवेदनशीलता बुझ्दछौँ। त्यही संवेदनशीलता बुझेर इतिहासले हामीलाई दिएको जिम्मेवारी हो। 4 महिना भर्खर भएको छ, 5औँ महिनामा प्रवेश गर्दैछ। रमाइलोको लागि जसले जे भने पनि मेरो त्यसमा आपत्ति छैन। तर वास्तविकतामा हामी एकदमै होसियारीपूर्वक, ध्यानपूर्वक, राजनीतिक सुझबुझका साथ देशको भविष्य, इतिहासलाई योगदान दिने हिसाबले काम गरिरहेका छौँ। अरू कुनै चिजको पनि कुनै काहीँ अर्थ र गुन्जाइस बिल्कुल छैन। तपाईँले अस्ति मात्रै क्यान्डिडेट क्लब खोल्नु भएको छ। स्थानीय चुनाव र प्रदेश चुनाव चाहिँ 6 महिना अगाडि सार्ने प्रावधान छ। यसको मतलब तपाईँहरू स्थानीय र प्रदेश सभाको चुनावको तयारीमा हो। अब पार्टी चुनावमा त जानै पर्छ, किनभने हाम्रो अब कुनै एउटा पोइन्टमा गएर त हामीले स्थानीय चुनाव त गर्नै पर्छ। त्यसको समय आउँदैछ। त्यसको लागि रासोपाचे चुनावमा किन गयो भने यी विवादहरूमा छैन। हामी चुनावतिर छौँ, हाम्रो काममा फोकस छौँ। यो त क्रिएट गरिएका विवादहरू हुन् जहाँ हाम्रो कुनै संलग्नता पनि छैन, हामीलाई इन्ट्रेस्ट छैन। हाम्रो इन्ट्रेस्ट कहाँ छ भने चुनावमा योग्य उम्मेदवारहरू ल्याउने र पार्टीलाई अलिकति बलियो बनाएर जाने। पार्टी स्वाभाविकमा नयाँ हो, एउटा राजनीतिक दल बन्नलाई निकै समय लाग्छ। राजनीतिक दल दर्ता हुन 1 सेकेन्ड लाग्छ। वास्तवमा दल बन्न त बहुत समय लाग्छ नि होइन। त्यस कारणले हामी त्यो प्रक्रियामा छौँ। हामी त्यो प्रक्रियामा भएको हुनाले हाम्रा कामहरू धेरै छन् र स्थानीय चुनावको तयारीमा हामी जुटेको कारण के भने हाम्रो त क्यान्डिडेट क्लबका माध्यमबाट क्यान्डिडेटहरूको एलिजिबिलिटी चेक गर्ने, त्यसपछि हामीले उहाँहरूलाई लिडरसिप एकाडेमीमा लिएर गएर अलिकति कुन तहको हुनुहुन्छ त्यसमा थोर बहुत केही बताउन सिकाउन सकिने ठाउँ रहेछ भने सिकाउने हाम्रो प्रक्रिया भएको हुनाले हामीले चाँडै यो अभियान सुरु गर्यौँ। पार्टी दरिलो कसरी हुन्छ? जनताको घरमा ग्यासै छैन, खाना पकाउन पाएको छैन, जनताहरू रोइराखेका छन्। यो घन्टी छापाएपछि हाम्रो कायापलट हुन्छ, नेपाली चेन्ज हुन्छ, एकदम विकास हुन्छ भनेर सोचेका थिए। तर सबै रुन थाले, ग्यासै छैन, अब खाना पकाउने भनेर। अरे नेपालीपना पनि हराइराखेको छ। अब तपाईँ के अरे राष्ट्रिय परिचय नागरिकता हटाएर राष्ट्रिय परिचय पत्र राख्नुको मतलब के हो? त्यसको रहस्य के हो? एउटा कुरा हामी के हुन्छ भने सरकार बलियो छ, सरकार सुन्दर छ, तर जतिसुकै बलियो भए पनि, जतिसुकै सुन्दर भए पनि के सुन्दर मान्छे र बलियो मान्छेको जीवनमा समस्या आउन्नन् र? समस्या त आउँछ। बलियो हुँदा पनि आउँछ, सुन्दर भए पनि आउँछ, सङ्ख्या ठुलो हुँदा पनि आउँछ, सरकार बहुमतको भए पनि आउँछ, कोलिसन भए पनि आउँछ। समस्या आउँछ, देशको जीवनमा समस्या आउँछ। फरक यति हो कि ती समस्या समाधान गर्न सरकार अनेस्टली एउटा इमान्दारीपूर्वक काम गरिरहेको छ कि छैन भन्ने कुरा हो। सानो इक्जाम्पल दिन्छु। एउटा सामान्य परिवार, ग्यासको कुरा गर्नुभयो तपाईँहरूले, एउटा सामान्य परिवारले 1 सिलिन्डर ग्यास मेरो जस्तो परिवारलाई 2 महिना 2.5 महिना अझ इन्डक्सन चलायो भने अझ बढी सायद राइस कुकरहरू चलाउँछौँ होइन। हामीलाई 2 महिना 2.5 महिना एउटा सिलिन्डर पुग्छ। सम्झनुहोस् हामी केही पहुँच भएका मानिसहरू जो एक्स्ट्रा सिलिन्डर राख्न सक्छौँ। मैले 4वटा सिलिन्डर भरेँ भने मैले 8 महिनाको स्टक राखेँ। एउटा परिवारले 8 महिनाको स्टक राखिदिँदाखेरि थोरै समस्या पर्छ कि जस्तो लागेको हामीलाई। तर स्टक राखेको नागरिकलाई हामीले कहाँ स्टक राखेको खोज्न जाने कुरा भएन। त्यसले गर्दा पहुँच नभएको नागरिकले दुःख बिल्कुल पाएको। हामी त्यसमा असाध्यै दुःखी छौँ। त्यसलाई व्यवस्थापन गर्नमा सरकार लागिपरेको छ। कसरी व्यवस्थापन गर्ने? सिडिओ कार्यालयहरूलाई एक्टिभ बनाएर, डिलरहरूलाई एक्टिभ बनाएर अब ट्र्याकिङ गर्ने कि समाधान खोजी गर्दै आएको छ। फेरि पनि सरकारमा योभन्दा ठुलै समस्या आउँछ, तर त्यसलाई समाधान गर्ने क्षमता सरकारले राख्छ कि राख्दैन, त्यो नियतका साथ काम गर्छ कि गर्दैन भन्ने कुरा हो। हिजोभन्दा आज अलि सरल हुँदै गएकै छ होला, भोलि अझै सरल हुँदै जान्छ। त्यस कारणले यसमा नआत्तिकन सरकारलाई सघाउनु होला। म क्षमा पनि चाहन्छु। गृहमन्त्री सुदन गुरुङको छानबिन प्रतिवेदन सार्वजनिक त भएन, तपाईँसँग चाहिँ पुगेको पुगेन? त्यो मसँग आउने या व्यक्तिसँग आउने कुरा होइन, त्यो आएको छ। सत्तारूढ दलको सभापति हो तपाईँ। त्यो तपाईँले भनेर बल्ल थाहा पाएँ, धन्यवाद। अनि एउटा कुरा चाहिँ के हुन्छ भने तपाईँलाई एउटा कुरा मैले के बताउनुपर्छ भने कतिपय सुरक्षा निकायसँग सम्बन्धित विषय छानबिन हो, सबै कुराहरू हुन्। त्यसलाई खुला गर्ने कुराहरू कहिलेकाहीँ
सुरक्षा चुनौतीसँग सुरक्षा स्ट्रेटेजीसँग जोडिएका विषय हुन्छन्। त्यसले कहिलेकाहीँ सुरक्षासँग संवेदनशील विषयहरू सम्पूर्ण रूपमा सार्वजनिक भइदिँदाखेरि त्यसका केही मान्यताहरूमा असर पर्न सक्दछन्। काहीँ न काहीँ त्यसका केही पक्षहरू छन् होला, त्यस कारणले सरकारले नगरेको हुनुपर्छ। त्यस्तो कुनै चिज छैन। त्यसमा हेर्ने एउटा समय निश्चित समयमा त्यो सार्वजनिक हुन्छ पनि होला। उहाँले आउने भन्ने कुरा भएको छ। हस्, धन्यवाद साथी। जवाफ दिन जहिले पनि यसैको बस्नुहुन्छ। म कहीँ देश लखेट्नु पर्दैन है। लखेट्न केही गर्न पर्दैन, थाहा छ नि। जवाफ दिनु समितिमा सडकमा पनि अलिक त्यति राम्रो देखिएको छ, कतिपयको सबैको भनिरहेको त्यो सन्दर्भमा तपाईँले संसदीय दलको बैठक आह्वान गर्नुभएको छ। यद्यपि संसदीय दलका नेता नआइसकेपछि अनौपचारिक भन्न थाल्नुभएको छ। के भयो कुरा, कसरी अगाडि बढ्ने? हाम्रो यो चाहिँ संसदीय दलमा आज हाम्रो छलफल हो। संसदीय दलको बैठक होइन, हामीले बोलाउँदाखेरि नै छलफल र सभापतिले सांसदहरूसँग गर्ने छलफल कार्यक्रम हो। दलको बैठक हुँदैछ, त्यसमा दलको नेता आइहाल्नुहुन्छ, त्यसमा कुनै दुविधा छैन। तपाईँले भन्नुभयो जस्तो एउटा राजनीतिक दलभित्र र यति धेरै सांसदहरू भएको ठुलो राजनीतिक दलभित्र कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा चिप्न नसक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना सङ्ख्या नै यति धेरै हुनुहुन्छ, त्यसले गर्दा भन्यो। तर समग्रमा त्यस्तो होइन, त्यस कारणले त्यस्तो पनि बुझाइ गर्नु हुँदैन। तर धेरै साथीहरू, सबै साथीहरूको समाचारहरू सही नहुन्छन्, कतिपयको बिग्रिन्छ, हेडलाइन बिग्रिन्छ। त्यस्तै हामी पनि धेरै छौँ। धेरैले धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ, र त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छौँ। त्यस्तो केही छैन। मुख्य उद्देश्य चाहिँ के हो?